हाम्रो गाउँको सिन चाहिँ साथीहरू यस्तो छ है। यो मेन भनेको चाहिँ यो भनेको माथि पहाड देखेको चाहिँ माथि माथि पहाड माथि पनि तपाईँको घरहरू छ। यो माथि सिधा हामीले देखिरहेको ठाउँलाई चाहिँ ददी डाँडो भनिन्छ। अनि उता माथि अलि माथि गइसकेपछि चाहिँ के भन्छ कान्छ कालीलेख भन्छ। त्यो बाटो हुँदैन। हामी पहिले हाम्रो गाउँतिर गाडीहरू नकुद्दाखेरि हामी एकचोटि हिँडेर पनि काभ्रे निस्केर भकुण्डे बेसी हुँदै गाडी चढेर गएको छौँ है। अनि यो साइडमा देखिरहेको साइडलाई चाहिँ कपिलाकोट भन्छ। कपिलाकोट देखिरहेको डाँडालाई चाहिँ कपिलाकोट साइड भन्छ। यताहरू छ कात्तिके खलङ्गा भन्छ। अनि यो साइड देखिरहेको बसेरी भन्छ। यता मास्तिर देखिरहेको यो साइडलाई भन्छ महेशोता। म अहिले अस्ति आउँदाखेरि लोकेसन अपडेट गराइरहेको थिएँ, महेशोता भयो। यो हाम्रो देखिरहेको यो तल्लो एरियालाई चाहिँ हाम्रो चाहिँ छापै भन्छ। फेरि तल्लोदेखि तल गइसकेपछि छाप भन्छ। यो देखिरहेको सिनहरू यो देखिरहेको छाप भन्छ। उता फेरि धमिले गरदुवा खोला के भन्छ। मलाई नि एक्ज्याक्टली थाहा छैन। यो बाटो चाहिँ हिँड्छु, तर अब धेरै पहिलेदेखि नै हिँडी आउजाउ गरिरहने भयो। एउटै अलग कुरा भयो। अब कहिले बाहिर कहिले कता हुन्छ। त्यही हुनाले अब नाम पनि अब खास गरी बिर्सिसक्यो मैले चाहिँ। यस्तै हो साथीहरू। अनि यता फेरि